दर्शकवृन्द, यति बेला पनि हामी तपाईहरुमाझ पत्रकार वीरेन्द्र आचार्यको अन्तिम दाह संस्कारको लागि लगिँदै गरेको उनको शवको दृश्य यति बेला सम्प्रेषण गरिरहेका छौं। हेर्नुस् त, उपस्थित सबैका आँखाभरि आँसु भरिएका छन्। माहौल एकदमै भावुकमय बनेको छ। पुरै गाउँ शोकमा डुबेको छ। दर्शक महानुभावहरू, एक कुशल पत्रकार, एक असल व्यक्तित्व जसले समाज परिवर्तनका निमित्त आफ्ना कलमहरूलाई, आफ्ना आवाजहरूलाई बुलन्द पार्दै सबैमाझ पुर्याएका थिए। हेर्नुस् त, दैवको लीला न उनको लेखान त यतिकै रहेछ, जहाँ चाहिँ आज गाडी दुर्घटनामा उनको निधन भए पश्चात यति धेरै व्यक्तित्वहरूको उपस्थितिमा अन्तिम दाह संस्कारको लागि उनको शवलाई यसरी लैजाँदै गरेको यो दृश्य हामीले देखाइरहेका छौं।